आजको चिन्ता गर्ने कि भोलिको, यो प्रश्नले हामीमध्ये धेरैलाई सताउँछ, होइन त? आउनुहोस्, सामाजिक सुरक्षा कोषले कसरी आजको सुरक्षा र भोलिको सुनिश्चितता दुवैलाई सँगै लिएर हिँड्छ भन्ने बारेमा कुरा गरौँ। होइन, कुरा के हो भने मलाई त आजको खर्च चलाउन पैसा चाहियो नि। त्यो 60 वर्षपछिको पेन्सनले अहिलेको भाडा कसरी तिर्छ जब वर्तमानका आवश्यकताहरू यति धेरै छन्? भविष्यको कुरा अलि टाढाको लाग्छ। तर के सामाजिक सुरक्षा कोष भनेको साँच्चै 60 वर्षपछिको लागि मात्रै हो त? बिल्कुल होइन। यो त आजैको लागि एउटा बलियो सुरक्षा कवच हो जसले तत्कालै राहत दिन्छ। हो, यहाँ एउटा ठूलो भ्रम छ। धेरैले के सोच्छन् भने एसएसएफ भनेको त बुढेसकालको पेन्सन मात्रै हो, तर वास्तविकता त्यो होइन। यो त तत्काल सुरक्षा दिने एउटा ढाल जस्तै हो जसमा 4वटा मुख्य योजनाहरू छन् र तीमध्ये 2टा त अहिलेको लागि, हाम्रो वर्तमानको सुरक्षाका लागि हुन्। ल हेर्नुहोस्, कोषले दिने 4 योजनाहरू यस्ता छन्। पहिलो, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा। दोस्रो, दुर्घटना तथा अशक्तता सुरक्षा। तेस्रो, आश्रित परिवार सुरक्षा। र अन्त्यमा चौथो, वृद्धावस्था सुरक्षा मतलब पेन्सन। अब आज चाहिँ हामी खास गरी पहिलो 2 योजनामा कुरा गर्छौं जसले तत्कालै फाइदा दिन्छ। सोच्नुस् त, अचानक बिरामी पर्दा अस्पतालको खर्चले कस्तो तनाव हुन्छ। तर एसएसएफ अन्तर्गत सामान्य उपचार, अस्पताल भर्ना वा अपरेसनको लागि वार्षिक 1,25,000 रुपैयाँसम्मको सुरक्षा पाइन्छ। यसले गर्दा अप्रत्याशित स्वास्थ्य समस्याले आर्थिक सङ्कट निम्त्याउँदैन। त्यति मात्र होइन, यदि कुनै ठूलो गम्भीर रोग लाग्यो भने नि, जस्तै क्यान्सर, किडनी फेल वा मुटुको रोग, त्यस्तो अवस्थामा कोषले 10 लाख रुपैयाँसम्मको सुविधा दिन्छ। यो आजको लागि हो, 60 वर्षपछिको कुरा होइन। र यो स्वास्थ्य सुरक्षा तपाईको लागि मात्र होइन, तपाईको पूरै परिवारको लागि हो। श्रीमान वा श्रीमती र 18 वर्ष मुनिका छोराछोरीहरूले पनि यही सुविधा पाउँछन्। भन्नुको मतलब यो त सम्पूर्ण परिवारको लागि एउटा बलियो आड भरोसा भयो। अब दुर्घटनाको कुरा गरौँ, जुन जुनसुकै बेला हुन सक्छ। यदि कामको सिलसिलामा दुर्घटना भएर स्थायी रूपमा अशक्त भइयो भने कोषले जीवनभर मासिक पेन्सन दिन्छ। कति त अन्तिम तलबको 60%। आम्दानी रोकिए पनि जीवन चलाउन कति ठूलो सहारा हुन्छ, सोच्नुस् त। ल, वर्तमानको स्वास्थ्य र दुर्घटना सुरक्षाको कुरा त भयो, तर हाम्रो अनुपस्थितिमा हाम्रा प्रियजनहरूलाई चाहिँ कोषले कसरी सुरक्षा दिन्छ त? आउनुहोस्, अब त्यो हेरौँ। यदि कुनै योगदानकर्ताको दुःखद निधन भएमा कोषले परिवारलाई अलपत्र छोड्दैन। उहाँको श्रीमान वा श्रीमतीलाई जीवनभर मासिक पेन्सनको व्यवस्था छ। छोराछोरीलाई 21 वर्षको उमेरसम्म पढाइ खर्च दिइन्छ। अनि अविवाहित हुनुहुन्थ्यो भने आमाबुवालाई पेन्सन जान्छ। यो कुनै खोक्रो वाचा होइन, यो आजको यथार्थ हो। अहिले नै देशभरि 1000 भन्दा बढी परिवारले कोषबाट यस्तो पेन्सन पाइरहनु भएको छ। यसले के देखाउँछ भने हाम्रो अनुपस्थितिमा पनि परिवारको आर्थिक भविष्य सुरक्षित हुन्छ। ठिक छ, यी तत्कालका फाइदाहरू त राम्रै लाग्यो, तर फेरि घुमिफिरी त्यही पुरानो प्रश्न, 60 वर्षपछिको पेन्सनको के काम? यस्तो महँगीमा त्यो पैसाको मूल्य नै के रहन्छ र? हो, यो चिन्ता एकदमै जायज हो, तर हेर्नुस्, जमाना फेरिएको छ र अवकाशपछिको जीवनको वास्तविकता पनि फेरिएको छ। अब व्यक्तिगत तयारी किन पहिलेभन्दा धेरै महत्त्वपूर्ण छ भन्ने कुरा बुझौँ। पहिलो कुरा त कोषले हाम्रो योगदानलाई सुरक्षित ठाउँमा लगानी गर्छ र त्यसमा वार्षिक ब्याज पनि दिन्छ, जुन अहिले लगभग 8% छ। यो ब्याजले बजारको महँगीलाई केही हदसम्म भए पनि जित्न मद्दत गर्छ र हाम्रो बचतको मूल्य जोगाउँछ। अब अर्को वास्तविकता हेरौँ न। पहिलेको जमानामा संयुक्त परिवार हुन्थ्यो। बुढेसकालमा परिवारको साथ र सहयोग पाइन्थ्यो। तर आज एकल परिवारको चलन छ। छोराछोरीहरू पढ्न वा काम गर्न बाहिर जान्छन्। यस्तोमा 60 वर्षपछि आर्थिक रूपमा कसैको भर नपर्नु कति जरुरी छ। त्यसैले बदलिन्दो पारिवारिक संरचना, सरकारी सहयोगको अनिश्चितता, 60 वर्षपछि बढ्ने स्वास्थ्य खर्च र सबैभन्दा महत्त्वपूर्ण आत्मसम्मानका साथ बाँच्नको लागि व्यक्तिगत पेन्सन आजको अनिवार्य आवश्यकता हो। यो अरू कसैको अगाडि हात फैलाउनु नपर्ने ग्यारेन्टी हो। त्यसैले सामाजिक सुरक्षा कोषलाई आफ्नो तलबबाट काटिएको रकम मात्रै नसम्झ्यौं, यो त आफ्नो भविष्यको लागि गरिएको सबैभन्दा महत्त्वपूर्ण लगानी हो। यो 2 चरणमा काम गर्छ।
पहिलो, काम गर्ने उमेरभरि यसले स्वास्थ्य र दुर्घटनाबाट सुरक्षा दिन्छ र दोस्रो, अवकाशपछि आर्थिक स्वतन्त्रता दिन्छ। भन्नुको मतलब यो आजको मेहनतलाई भोलिको सुरक्षित भविष्यसँग जोड्ने एउटा पुल हो। त्यसैले यसको सार एकदमै सरल तर शक्तिशाली छ। आजको सानो योगदान, जीवनभरको सुरक्षा। आफ्नो आजलाई सुरक्षित बनाउन र भोलिलाई सुनिश्चित गर्न सामाजिक सुरक्षा कोषमा आजै जोडिनुहोस्। यो तपाईको र तपाईको परिवारको उज्जवल भविष्यको लागि एउटा साँच्चै महत्त्वपूर्ण कदम हो।